मान्छेलाई यहाँ हेर्न आज जिम्मेवारी र कर्तव्यले राति नै उठाएको छ। त्यसमाथि परियो आमाको जिम्मेवारी फाल्टै हुन्छ हैन। मर्निङ नमस्ते सेवा सम्पूर्णलाई। छोरी मान्छेको जिन्दगी चाहिँ के रहेछ है साथीहरू। यहाँ हेर्न माइतीको भाइको बिहे भवदैको छेवर भन्न फुरुक गएर आयो। हेर्न जाने बेला राति नै उठेर बोकेर बाटोमा बस्नु परेको छ होइन गाडी रुकेर। अब मम्मी पनि आउँदाखेरि कतिखेर छोरीहरू आउँछन् भनेर आँखा चाहिँ बाटैतिर हुन्छ के गर्नु। अब यहाँ हेर्नु सक्नुहुन्छ जाने बेला फेरि बाटोमा उभिएर बिदा गर्नलाई उभिराख्नु पर्ने के गर्नु है छोरी मान्छेको जिन्दगी। अब मम्मीहरू पनि यस्तै गर्नु भयो होइन मम्मी। अब संसार यस्तै हो। त्यही त पहिलेदेखि भइरहेको। अब यहाँ हेर्न सक्नुहुन्छ अहिले पनि हामी साइलीलाई बिदा गर्नुलाई बसिरहेको छौँ आमा छोरी। अब साइलीको चाहिँ टाढो छ नि त अनि बेलैमा जानुलाई उठेर रेडी भइसकेको छ होइन त। नानीको स्कुल भ्याउँदै जानुपर्ने। त्यही पनि यो आमा बनिसकेपछि क्या जिन्दगानीमा साथीहरू आफ्नो लागि मात्रै होइन छोराछोरीको लागि पनि सोच्नु पर्ने क्या है मम्मी। हो त आफ्नो घर पनि सम्हाल्नै पर्यो, छोराछोरीको भविष्य हेर्नै पर्यो। पढाइ नै ठुलो छ अहिलेको समयमा। फेरि भएन अब यसो आफ्नो रहर पनि त हेर्नै पर्यो। त्यही भएर आफ्नो रहर चाहिँ पुरा गरियो साथीहरू। अब पनि भयो बाध्यता पनि भयो। रहर बाध्यता जिम्मेवारी सबै थियो। जिम्मेवारी आफ्नो माइतीको बिहेमा नआउने कुरो भएन। आउनै पर्छ, सम्हाल्नै पर्छ। के गर्नु त अब राम्रोसँग जाऊ आफ्नो घर सम्हालेर छ मम्मी बस्छ। त्यही त बाई बाई ल बाई बाई बाई। अहिले गइयो अब जान्छु म पनि एकछिनमा साथीहरू। अनि म पनि जानलाई चाहिँ झोला रेडी पारिसकेको थिएँ मैले। अनि यता हेर्न सक्नुहुन्छ बहिनीलाई चाहिँ दादाले चाउचाउ पकाएर खानिदिएछ। अनि मम्मी कहाँ जानुभयो भने त हेर्न आमाको माया भने चाहिँ कस्तो हो क्या। हतार हतार सिमी टिपेर ल्याइदिनु भएछ। हाम्रोमा पाइँदैन नि त। अनि यहाँ भदै छोराहरूलाई बिदा माग्दै यहाँ फेरि बजुले नातिनीलाई माया गर्नुभएको क्या। अनि त्यस पछाडि दाइलाई पनि बिदा माग अनि सबैजना बिहेमा भेला भइएको थियो नि त। अनि नानाहरूलाई पनि गएको म भन्दै जाँदैछु। अनि हेर्न जुनकै माया घामकै माया भन् जस्तै साइलीलाई त पठाइदिनु भयो। अनि मलाई पनि रोडसम्म पुर्याउनु जानु हुँदैछ मम्मी। अनि हामी गफ गर्दै जाँदैछौँ आमा छोरी के गर्नु हौ माया भन्ने चिज पनि यस्तै रहेछ होइन। अनि सानीकोमा आइपुगेँ। सानीलाई पनि बिदा माग्दैछु। सानी त कति बाटी क्या अघि नै कोसेली ल्याइवरी फर्किसक्नु भएको रहेछ म सुतेकै बेला। त्यस पछाडि भेटेको ठुल्बाहरूलाई नमस्कार बिदाई माग्दैछु। के गर्नु देखेपछि बोल्नु लागिहाल्छ मलाई चाहिँ। अनि त्यस पछाडि बिहेमा भेटेको थिएन नि त। अनि त्यस पछाडि हामी टक्क जाँदै थियौँ। टक्कै गाडी पनि आयो मौकाले टाइममै। अनि गाडीसम्म मम्मीले पुर्याइदिनु भयो। अनि